जसले 12 पास गर्नुभएको रङ्गशाला लिनु थाहा छैन के हाम्रो देश कुन दिशामा जागो युवा जागो 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 के को लागि जाँदैछौँ? गुड क्वेसन। हामी प्रभुजी आज हामी कहाँ जाँदैछौँ अरे? अरे यार थाहा छैन कहाँ जानेछु। ओके तपाईँले भन्नु खोजेको हामी कहाँ गइरहेछौँ आज? निखिल र म रङ्गशाला। रङ्गशाला हो। के हो रङ्गशाला भनेको? रङ्गशाला भनेको के सोध्नुहुन्छ? भागशाला भने यति सामान्य कुरा सोध्नुहुन्छ तपाईँ। रङ्गशाला भनेको के हो? रङ्गशाला भनेको तपाईँ क्वेसनलाई नघुमाउनुहोस्। तपाईँ भन्नुहोस् के हो रङ्गशाला भनेको? रङ्गशाला भनेको देश जान चाहन्छ एउटा युवक जसले 12 पास गर्नुभएको रङ्गशाला लिनु थाहा छैन के हाम्रो देश कुन दिशामा गइरहेछ? रङ्गशाला हामी के गर्न जाँदैछौँ? हामी के गर्ने? हाम्रो जागो युवा जागो 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 कट कट दिस भिडियो। के को लागि जाँदैछौँ? गुड क्वेसन। हामी जीवनको विज्ञानलाई ड्राइभरमा हुनुहुन्छ सो गाइस हामी चाहिँ अहिले जाँदैछौँ होइन? कहाँ रे? रङ्गशाला। के को लागि? रङ्गशाला हाम्रो जीवनको विज्ञान हामी जान्न गइरहेको छौँ होइन? गइरहेछौँ। अनि हाम्रो आज जीवन विज्ञान हामी एक्सपोज गर्न गइरहेको छौँ होइन? नट इन अ वे द्याट जीवन विज्ञानको 7वटा डार्क ट्रुथ होइन? हामी चाहिँ त्यहाँ कीर्तन गर्छौँ होइन? हाम्रो स्पेसिफिक हाम्रो आस्तिक प्रभु हुनुहुन्छ हजुर। आज चाहिँ रबिन एड पाण्डे, रबिन प्रभुजी निकै ह्यान्डसम हुनुहुन्छ होइन? आस्तिक हेर्नु केही अगाडि उसले धोतिरहेको थियो तर ऊ पेन्टमा चेन्ज भइसक्यो आजले। उता हाम्रो मान्छे हाम्रो मेन पावर तपाईँको यो फिलोसफी के भन्न चाहनुहुन्छ? तपाईँ पेन चेन्ज गर्ने कारण के हो? मैले यो पेन्ट चेन्ज गर्ने कारण के हो भने अब यदि म यहाँ त्यहाँ धोती लगाएर गएको भए चाहिँ मान्छेहरूलाई के लाग्छ त्यहाँ स्टोन गएपछि चाहिँ त्यो धोती लाउनै पर्छ अरे एउटा त्यो कन्सेप्ट अब। तर मैले चाहिँ यो पेन्ट लाउनु कारण के हो भने उहाँहरूलाई लाग्छ पहिलो कुरा तिमीले मान्छेले के चिन्छ? यो कुरामा के भन्न चाहन्छौ तिमी? हजुर के भन्न चाहन्छौ? टोटली नास्टिक एन्ड प्लस भाइले इङ्ग्लिसमा भन्न खोजेको प्रयास असफल भएको छ। आस्तिक एकदम हाम्रो देशलाई आस्तिक जस्तो युवा चाहिन्छ क्या। हेर्नु कस्तो सकारात्मक सोच्छ होइन? हाम्रो देशले पेन्ट लगाएको नेगेटिभ नसोच्छ भनेर उसले पेन्ट लगाएको गइरह्यो होइन? आस्तिकको बगादारी, आस्तिकको मसाला सोच्नु हामी चाहिँ हुन्छ तिमीहरू। सो हामी चाहिँ अहिले आइसकेका छौँ होइन रङ्गशालामा। एक्साइटेड कस्तो हुन्छ आजको प्रोग्राम हेरौँ। के भयङ्कर हुन्छ भयङ्कर। हाम्रो प्रभुजी शम्भु प्रभुजी के छ हाल खबर? हरे कृष्ण। ठिक छ। आज प्रोग्राममा धमाका गर्नुपर्छ है। ल हुन्छ। ओके हाम्रो प्रभुजीहरू जाँदै हुन्छ यहाँ कार्यक्रम गर्नु। हजुर दामी लाग्यो तपाईँको स्टाइल मलाई यार। हेर्नु त यता वाउ भेरी फ्लुएन्ट पाउडरदेखि विभिन्न नगरपालिकाका मेयर साहब सहितको झाँकीको टोली, संयुक्त सङ्घ संस्थाहरूको झाँकीको टोली, राधाकृष्ण मन्दिर नम्बर 1 झाँकीको टोली, 20 नम्बर राधाकृष्ण मन्दिरको टोली लगायतका र सबैजनालाई आफ्नो आसन सहज हुने गरी आसन हेरेर बसिदिनुहुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। यहाँहरू अगाडि बस्नुभयो पछाडि बस्नुभएको हाम्रो प्रभुजी माला जप गर्दै हुनुहुन्छ। कहाँ उतै छोडेर आएन हो ल। हाम्रो प्रभुजी माला जप गर्दै हरे हरे हरे। प्रभुजी के भयो? बैराग लाग्यो यार मलाई। किन बैराग हो? जिन्दगी बैराग लाग्यो। हरे कृष्ण नाम जप बैराग हुनु हुँदैन नि। यता पुरा बोलिरहेको छ एउटा झ्याझ्याइ झुझी गरेर पञ्चे बाजा।
तपाईँलाई यहाँ आएर कस्तो फिल भइरहेको छ कस्तो झ्याप फिल भएछ यार निन्द्राले झ्याप भइरहेछ सुत्न पाइरहेछ सबै होइन प्रायः व्यवस्था गरेर खानापानी व्यवस्था गरेर मेडिकल व्यवस्था गरेर इमर्जेन्सी व्यवस्था गरेर यार निन्द्रा सुत्ने मान्छेलाई कहाँ छ व्यवस्था सोध्नुपर्छ आज हाम्रो प्रभुको बिस्तारै सानो भएछ आज हाम्रो प्रभुको कसैलाई नभने मेरो मम्मी थाहा भयो भने मेरो टेन्सन हुन्छ ल ल ल यहाँ खासा खासा कानमा क्या कानमा आज मेरो हातमा होइन फुट्यो क्या मृदङ्ग हेर्नु त खुनै खुन लाग्यो यार कस्तो स्मेल खतरा आउँदो रहेछ ब्लडको गाइज हामी चाहिँ अहिले प्रोग्राम सक्यो होइन अब हामी फर्किँदैछौँ होइन प्रभु जीवन विज्ञान सिद्धाएर